एकछिन यसरी सोच्नुहोस् त, तपाईँ आफ्नै घरमा बसिरहनु भएको छ। अचानक तपाईँ बसेकै ठाउँ भासिन थाल्छ, जमिन फुट्छ अनि तपाईँ खाडलतिर झर्न थाल्नुहुन्छ। सुन्दा पनि डरलाग्दो सपना जस्तो लाग्छ होइन? तर अब प्रश्न यो हो कि यो सपना मात्र होला कि काठमाडौँको वास्तविकता? 2025मा प्रकाशित एउटा वैज्ञानिक अध्ययनले एकदमै गम्भीर तथ्य देखाएको छ। काठमाडौँ उपत्यकामा जमिन वार्षिक 21 सेन्टिमिटरसम्म भासिँदै गएको छ। यो अध्ययनको नाम हो लङ टर्म सब्सिडेन्स एसेसमेन्ट बाई LICSBAS एन्ड इमर्जिङ हटस्पट एनालाइसिस इन काठमाडौँ भ्याली। यस अध्ययनमा सन् 2017 देखि 2024सम्मको स्याटेलाइट इन्सा डाटा प्रयोग गरिएको छ। अर्थात् यो अनुमान होइन, यो नापिएको तथ्य हो। अध्ययनले के देखाउँछ भने जहाँ सहरीकरण सबैभन्दा धेरै छ त्यहाँ जमिन सबैभन्दा छिटो भासिँदैछ। उत्तर पश्चिममा बालुवाटार, सामाकोशी, मनमैजु, दक्षिणमा ग्वारको, पाटन, कोटेश्वर र उत्तर पूर्वमा मध्यपुर ठिमी र गट्ठाघर। यी सबै ठाउँमा अग्ला भवन, होटल, उद्योग र गहिरा बोरहोलहरूको सङ्ख्या सबैभन्दा धेरै छ। अब यसको गम्भीरता बुझौँ। करिब 175 वर्ग किलोमिटर क्षेत्रमा वार्षिक 5 सेन्टिमिटरभन्दा कम जमिन भासिएको छ। तर करिब 155 वर्ग किलोमिटर क्षेत्रमा सन् 2017 देखि 2024सम्म करिब 20 सेन्टिमिटर जमिन भासिएको छ। अझ गम्भीर कुरा, 3 वर्ग किलोमिटरभन्दा कम क्षेत्रमा वार्षिक 15 सेन्टिमिटरभन्दा बढी जमिन भासिँदैछ र 3.3 वर्ग किलोमिटर क्षेत्रमा त केवल 8 वर्षमै 1.6 मिटरभन्दा बढी जमिन भासिएको छ। अब काठमाडौँलाई विश्वसँग तुलना गरौँ। थाइल्यान्डको ब्याङ्कक सहर 113 वर्षमा 1.25 मिटर भासिएको छ। अमेरिकाको न्यू अर्लिन्स 1.13 मिटर, चीनको साङ्घाई 2 देखि 3 मिटर, तियान्जिन 3 देखि 5 मिटर, इन्डोनेसियाको जकार्ता 50 वर्षमा 4 मिटरसम्म। यी सहरलाई मिटरौँ भासिन दशकौं शताब्दीसम्म लाग्यो। काठमाडौँमा भने त्यही गति केही वर्षमै। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, आखिर जमिन किन भासिँदैछ? अध्ययन अनुसार मुख्य कारण एउटै छ, भूमिगत पानीको अत्यधिक दोहन। जहाँ गहिरा बोरहोल धेरै छन् त्यहाँ जमिन मुनिको पानीको सतह वार्षिक 0.7 मिटर घट्दै गएको छ। पानी घट्छ, माटो थिचिन्छ, जमिन बस्छ। 1989मा ट्युबवेल थिए केवल 60वटा, 2000मा 218, 2009मा 379। आज 104वटा गहिरा ट्युबवेल मार्फत प्रतिदिन 54 मिलियन लिटर पानी निकालिँदैछ। यो क्रम अहिलेसम्म रोकिएको छैन। सहरीकरण अर्को ठुलो कारण हो। 1990 देखि 2020सम्म निर्माण क्षेत्र 368% बढ्यो। खुला जमिन हरायो, वर्षाको पानी जमिनमा पस्न पाएन। सतही जलभण्डार केही हदसम्म बढिए, तर गहिरो एक्वेफर रित्तिँदै गयो। बढ्दो सहरीकरणका कारण काठमाडौँ उपत्यकामा पानीको माग तीव्र रूपमा बढेको छ। सन् 2001 देखि 2024को अवधिमा पानीको माग 214 MLD-बाट बढेर 506 MLD पुगेको छ। त्यही अवधिमा उपत्यकाको जनसङ्ख्या 1.5 मिलियनबाट बढेर करिब 3 मिलियन पुगेको छ। मेलम्चीलाई धेरैले आशाको किरण भने। 170 MLD पानी ल्याउने लक्ष्यसहित यो आयोजना 2021मा सञ्चालनमा आयो। आज कुल मागको 47% मात्र आपूर्ति भइरहेको छ, अर्थात् 40% भन्दा बढी माग अझै अपुरो छ। यहाँ प्रस्तुत सबै तथ्याङ्क अनुमान होइनन्। यी सेटेलाइट बेस इन्सा डेटा पेयर रिभ्यू अध्ययन सरकारी प्रतिवेदनमा आधारित छन्। काठमाडौँको जमिन भासिनु प्राकृतिक मात्र होइन, यो पानी शासन, सहरी योजना र नीति असफलताको संयुक्त परिणाम हो। मेलम्चीले केही राहत दिएको छ, तर यो समाधान होइन। यदि भूमिगत पानीको दोहन
अहिले नै नियन्त्रण गरिएन भने जमिन भासिनबाट अब हामीले रोक्न सक्ने छैनौँ। यदि काठमाडौँलाई भासिनबाट बचाउनु छ भने हामीहरूले भूमिगत पानीको प्रयोग घटाउने, प्रत्येक घरमा सम्भव भएसम्म खुला जमिन र बगैँचा बनाउने, वर्षा पानी सङ्कलन गर्ने र कृत्रिम एक्वाफर रिचार्ज जोन निर्माण गर्ने जस्ता कार्यहरू गर्न आवश्यक छ। काठमाडौँलाई बचाउन अब ठुलो प्रविधि होइन, ठुलो निर्णय चाहिएको छ। निर्णय अहिले